Hello everyone, welcome to my channel. It's me Sunita Shrestha Sunu. हामी चाहिँ अहिले ब्ल्याक छौँ किनभने बेहुलीको मेहन्दी भइसक्यो हैन। अनि मेहन्दी भइसक्यो। यहाँ बेहुली हुनुहुन्छ, बेहुलीको नाम हो पुनम अनि यहाँ अर्को बहिनी छिन्। अनि त्यसपछि म अब तपाईहरुलाई बेहुली देखाउँछु ल। बेहुलीको मेहन्दी सँगसँगै बेहुलीको ड्रेस अप देखि लिएर एभ्रीथिङ म हजुरलाई सो गर्छु। वेट एन्ड वाच। Hello guys, welcome to my channel. It's me Sunita Shrestha Sunu. अनि आज चाहिँ हाम्रो साथी, मेरो साथी, उसको दिदी पुनमको बिहे। अनि हामी चाहिँ रेडी भएर निस्केको। अनि त्यसपछि यहाँ छ औठी भन्दा आएछ नेल लगाएको मेहन्दी। अनि त्यसपछि मेहन्दी। अनि यो चाहिँ हो हाम्रो आउटफिट हैन। 11 बजिसक्यो। आज मोटीको बिहेमा म छु। अरु साथीहरु आउँदैनन् के गर्छन् थाहा छैन है। अनि म तपाईलाई अब एकछिनमा भेट्छु, के कस्तो हुन्छ सबै कुराहरु देखाउँछु। अनि त्यसपछि इन्जोय गर्नु होला, मेरो भिडियो हेरेर लाइक शेयर सब्स्क्राइब पनि गर्नु होला। अनि हामी चाहिँ एकदम रसमा छौं। मेबी अब त्यहाँ गइसकेपछि थाहा हुन्छ। अनि यो चाहिँ हुँदैछ इटरीमा। हामी छौं इटरीमा। अनि त्यही हो, एकदमै धेरै खुसी लागिरहेको छ। अब जाउँ, हामी गइसकेपछि थाहा हुन्छ के हुन्छ भनेर। सी यू देयर, बाइ। अनि अब चाहिँ अहिले हामी सफारी चढ्यौँ। अब हामी त्यहाँ जान्छौँ मोटीकोमा। मोटीलाई यस्तो राम्रो देखेको छ, यति ब्युटिफुल देखेको छ है, पुरै नगरौँ। म त्यहाँ गएपछि तपाईहरुलाई देखाउँछु के कस्तो हुँदैछ। त्यसले सुट गर्यो होला सायद। अनि नि छ हजुरहरुलाई आउने। अनि आज एकदम मौसम पनि राम्रो छ। त्यस्तो केही नहोस्, राम्रै हुन्छ होला। गएपछि हजुरहरुलाई भेट्छु। एकदमै धेरै एक्साइटेड। म त झन् अस्तिदेखि यो चाहिँ हाम्रो इटली हो। इटलीको हलगडा। अलिअलि यताको पनि क्याप्चर गरौँ भनेर। यहाँ चाहिँ हामीले बुने जानै पर्ने हुन्छ अरे। बिहेको तयारी धमाधम भइरहेको छ। एकदमै धेरै। जाउँ। अनि त्यहाँ चाहिँ शुभ विवाह लेखिएको छ, म देखाउँछु ल अहिले नै। पुनमको बिहे। के कस्तो भइरहेछ थाहा हैन। हिजो पनि सेम, आज पनि सेम। नाइस हुँदैछ फोटोसुट। राम यो त बलि छ त धापी भएन। यतिको राम्रो देखेछ मम्मीलाई। हेलो, कस्तो भइरह? गजब हो, ब्युटिफुल, टु मच। बेहुली नानी है। त्यो त थाहा छैन है, भन्न नमिल्छ। ओइ भाइ खै भाइ? दिदी पनि मलाई कतिखेर बोलाउँछ है नबिर्सी। ओहो हो, बहिनी कता हो बहिनी? फोटो सुट भइरहेको छ। त्यही हो, मन फोटो खिच्दैछु। कङ्ग्रेचुलेसन, ह्याप्पी म्यारिड लाइफ टु यु माई फ्रेन्ड, माई गोजियस ब्युटिफुल लेडी। आजको बेहुलीको आउटफिट अफ द डे। जाने होला नि माइज हाम्रो। यो फेरि ब्लगर हो, जाउँ न। त्यहाँ हुनुहुन्छ हाम्रो क्यामेराम्यान दादा। अनि हामी छौँ यहाँ। अब हामी जाने आइन त हौ। यो त बेहुली नानी आउँदिन, के गर्छ। कान्छी यो यसो समाउँदा फुल आउटफिट देखाइदियो। फोटो खिच्दै त भेला। पुनम यसरी
खिच्दै गर एकैछिन त्यहाँ त्यसको बुइनी छे बेहुली नानी माई लाइफ डियर तयारी हुँदैछ के को तयारी भइसक्यो म देखाउँछु यस्तो छ उ पर बिहे गरी यहाँ नानी यहाँ चाहिँ के छ म देखाउँछु ल यो पकोडा त्यसपछि यो स्न्याक्सको लागि रहेछ अब मेरो चाहिँ केही काम छैन म यसरी देखाउँदैछु पानी राख्देऊ न त्यहाँ त सबै मेमोरीको लागि ओ वाउ स्पेशल डिस फर्स्ट यताबाट लानु पनि तर केही भएन लुक अब पानी खान्छु म यहाँ चाहिँ बेहुली ओ पुनमरी यहाँ चाहिँ छु बेहुला आउनुभयो हाम्रो ज्वाइँ साहबको एन्ट्री मेबी लेट्स सी दुईटैपट्टि म्यारिड लाइफको लागि ढिला हे बेहुलाको वेटमा बसिरहेको बेहुला आउने कुरै भएन आउनु त आइसक्नु भयो हामी चाहिँ यहाँ कुरिरहेका छौँ हामीभन्दा पनि म कुरिरहेको छु यहाँ मलाई कस्तो क्याप्चर गर्न मन छ यसको बिहे लेट्स सी के हुन्छ त्यहाँ बसिरहेकी थिएँ अनि यहाँ चाहिँ बोलाउन लागेको देखाउँछु म तपाईँहरूलाई वेलकम हाम्रो भेनाजुलाई भेनाजु आउँदै हुनुहुन्छ I am excited to see Venazu. बेहुली किन आएकै हुन् त त्यतिका नाइस ह्यान्डसम छ नि त हो भेनाजु त लौ न हाम्रो मोटीको भेनाजु
शुभ विवाहको लागि हामी अब जाँदैछौँ फोटो खिच्दैछ आम सो एक्साइटेड छु यो मैले चाहिँ बोकेको ल ब्लॉग वेलकम गर्दैछ Happy married life. Happy married life. Oi, das foi o único, né? जा नानी नजानु ल मलाई सम्म ताली खै त ताली के हो लौडा पण्डितको त के सुन्दैन फोटो खिच न अनि पूर्णिमा चाहिने बेलामा दिनु के साथी ताली
यो फर्स्टको चाहिँ हाम्रो हो सबै हाम्रो सदार राख्ने त भने जो जुन भयो नि पुनामा लाग्दाखेरि चाहिँ धेरै तातो भएर गर्मी धेरै भएर मेरो मोबाइल अफ भइदियो विच इज म्याड तर पनि केही भएन म खुसी छु ह्याप्पी म्यारिड लाइफ मेरो दोस्तलाई ब्रेक टाइम हाम्रो बेहुलीको ओहो उताबाट टल्को नि त दादा सही आउनुहुन्छ भाइ आयो बल्ल बल्ल केही भनिदिनु मेरो भ्लगमा से समथिङ ओ राम्रो आयो बेहुलीको ब्रेक टाइम तिमी भ्लग बनाउने रहेछौ रे त्यति तिम्रो पछाडी एउटा लाइटको स्विच छ मासु ठीक छ त त्यो त्यस्तै हुँदै गर्छ कि हैन म त सिक्दै छु के हेलो गाइस सब्स्क्राइब टु माइ च्यानल सब्स्क्राइब मेरो च्यानललाई गर्ने के छ भाइ तिमीसँग फोटो कहिले आयो जे आयो पारो हजुर म त वहाँ पूर्व गरे थोरै भयो क्या हजुर बेहुली हेर्ने अरे लु यहाँ हेर्न लागेका पाइन्छ हक छ अझै मेरै हक हो यसको भन्दा बेसी खाएको छैन खाँदै लाइट पर्यो बेहुली नानी कि बहिनी अगाडिको नि कान्छी उतापट्टिको नि त अगाडि कुर्सी निकाल्दा भइहाल्छ त्यो अब गोडा धुने कार्यक्रम हाम्रो बेहुलीको उहाँ भेनाजु त्यसपछि उहाँ पुनम हटेरी पो हुनुहुँदो रहेछ उहाँलाई पनि बस्नलाई चाहिन्छ ल है मजाले केटाकेटी सबै निकाल्नुपर्छ केटाकेटीको कामै छैन Happy married life.
भेनाजु अलिकति बेहुली नानी यस्तो मात्र गरेर खिचिरहेको छ आफूले यस्तो गरेर आएको क्या कस्तो बाटो आउनु न आउनु दादाहरू किन नआउने र ल क्यामेराम्यान सब्सक्राइब गरौँ ल सब्सक्राइब ल ल ल दादा पनि ल ल मेरो सब्सक्राइबहरू बढ्ने भयो युट्युब च्यानल श्रेष्ठ सुनु सानी दादाले भन्नुभएको कुरा याद राख्नु यतिको चाहिँ हुनुपर्छ तर अलिअलि मलाई लाग्छ जेनिसले खै के गर्छ भनेको ए जेनिसले पुग्नु पर्यो नि त सरी एकछिन आउँदा नानी आएर भात खाएर गइहाल्नु भात पनि खाँदैन अरू उहाँ टिका लाउनु पर्छ यता पनि नमस्ते गर न हामीलाई हो हामीलाई गोडा धुने कार्यक्रम सक्यो लगभग है लगभग सकिएको अवस्था बल्ल खाली भयो ठाउँ यस्तो गर्मी थिएन अब यहाँ सुरु हुन्छ सक्यो त्यो त पऱ्यो नि फोटो सेसन एउटा गुरु एउटा अब यतानिर बस्ने होला हैन बल्ल बल्ल चाहिँ जग्गामा काम सुरु हुन लाग्यो अब यहीँ भिडियो गर्ने बस्ने उनीहरूले बहिनी त्यहाँ त्यो पोते पक्रेर यता हेर्नु त अगाडि हो यसरी आन्टी थोरै पछाडि आइदिनु ल आन्टी अलिकति है आहा भेनाजु साली भेनाजु त हाँसिरहनु भएको छ कि हाम्रो भेना चाहिँ सरी के हो यो ड्रेस चेन्ज गरेर ल्याइयो बेहुलीलाई जाने होला अब चाहिँ हाम्रो बिहे सुरु हुन्छ अब के हुन्छ म देखाउँदै गर्छु ओके छ त पुनम स्माइल जय बाबु बिहे स्टार्ट ओहो कस्तो राम्रो आएको भाउजू अरे कता उता म सम्हाल्दिन्छु नि त
टेक्स्ट पढाउनु कस्तो आउन न धेरै भयो नि धेरै कुरा जान्छौँ हामी बेहुली नानीले पऱ्यो नि पऱ्यो जिस्काउन त पर्यो हो भलक चाहिँ यति भएन भने त यहाँ फेरि होइन केही कुरा छुट्टै भएन अनि हाँस्नु पर्यो रमाउनु पर्यो अनि तर एक फोनको चाहिँ घुमाउनु पर्ने हो कि गुरुले त लाजा बोकेर नि यता आएर चाहिँ लाउनु पर्ने के गराउनु हेर्नु न यहाँ चाहिँ बिचमा आएर कस्तो देखिरहेछ अब टाइम भयो नि त धेरै नै त्यही भएर नि होला रात पर्खाउनु पानी पर्खाउनु आएको थियो भने 1.5 दिनको हाजिरा भयो भने क्या भनेर जिस्क्यायो क्या दिदी कहाँ हुनुहुन्छ एकजना बस्नु न यहाँ बेहुलापट्टिको एकजना उहाँ बेहुलासँग बसिरहेको बहिनी तपाईँ बस्नु न राम्रोसँग ल आउनु भयो ल दादाको इन्ट्री भयो ल ठिक छ ठिक छ दादा ताना तान्ने गर्छन् नि त अब घुमाउने एकछिन है देखाइदिँदैछु के हो यो मच्छर हो लौ न पैसा साइड लगाता नानी पैसा यता हेर्नु सिन कस्तो राम्रो आयो यसरी सार्नु हो यहाँबाट हाल सट्टा हातमा त घिसाएको लाग्नु ठक्क सिउनमा लगेर नमस्कार खै त नि सुनिँदैन त ताली बजाउने होला नि सबैले लौ न केराको घरि आयो सङ्ग्रोला बुढाबुढीमा बिहा भइसक्यो हाम्रो म्यामको भ्लग चाहिँ हेरिदिनु होला सबैले अनि सब्स्क्राइब पनि गरिदिनु लाइक पनि गरिदिनु यस सब्स्क्राइब टु माय च्यानल के भएर नाम सुनिता श्रेष्ठको च्यानल च्यानलमा गएर सब्स्क्राइब ग्यामी दबाइदिनु ल लाइक भनेको लाइक शेयर एन्ड सब्स्क्राइब बेहुली नानी बसौँ न हौ बसौँ अनुहार देखिन्न अनि लौ न कताबाट लिने
ओके छ त दादा अब अर्को रसम सुरु भयो पुनम फर्स्ट भाइ पुनम ल मुखमा परेन क्या